Start recording. Hello everyone. Welcome back to the channel. अनि आजको चाहिँ भिडियो अलिकति ढिलो नै आयो है। अनि यो च्यालेन्ज चाहिँ अब क्याफे क्लब भन्ने छ र यसमा चाहिँ एसक्यूएल इन्जेक्सन छ। अनि मैले योभन्दा अगाडि नै रेकर्डिङ गरेको थिएँ, तर त्यसमा चाहिँ अब काइडोले गर्दा एकदम प्रब्लम भयो। सो मैले चाहिँ अब बब सुट युज गर्ने प्लान गरेको छु र यो च्यालेन्ज सकिनलाई मात्र 24 मिनट बाँकी छ र अब मैले यतिखेर रेकर्ड गरेन भने चाहिँ यो च्यालेन्ज हराउँछ। सो म अहिले नै रेकर्ड गर्न लागिरहेको छु। सो फर्स्टमा हामीले रिस्टार्ट गरौँ र आजको च्यालेन्ज चाहिँ म कम्प्लिटली बब युज गरेर सल्भ गर्न गइरहेको छु। काइडोमा हल्का एउटा प्रब्लम आएको थियो, त्यो प्रब्लम मैले अब ट्रबल सुट गर्नलाई मसँग टाइम त छैन अहिलेसम्म अहिलेलाई, त्यही भएर म चाहिँ अब अहिले बट नै युज गर्नु गइरहेको छु। यसलाई मैले अनइन्स्टल नगरेको पनि फाइदै भएछ। सो यसमा चाहिँ अब मैले कतै आफ्नो सिए सर्टिफिकेटहरू सेटअप गरेको छैन कुनै पनि ब्राउजरमा। म चाहिँ अब यो बटको इनबिल्ट ब्राउजर नै युज गर्न चाहन्छु। सो यसलाई ओपन गरौँ। मैले राम्ररी क्लिक गरेर हुन्छ। अनि हामीसँग मात्र 24 मिनट हो र आई थिङ्क मैले अब 80 मिनटभित्र चाहिँ म च्यालेन्ज सल्भ गरेर हजुरहरूलाई देखाएर नि सक्छु जस्तो लाग्छ मलाई। सो यसलाई चाहिँ सल्भ गर्नलाई स्टार्ट गरेर चाहिँ मैले भर्खर प्रक्सी यो हाम्रो बटको इनबिल्ट ब्राउजर अन हुँदैछ। फर्स्टमा यसलाई अब साइनअप गर्नुपर्ने छ, साइनअप पनि गरिहालौँ हामी फास्ट हाम्रो अल एन्ड अलवेज फेभरेट हाम्रो हर्के, अनि हाम्रो इमेल हो हर्के @फर्के र पासवर्ड हाम्रो थाहा नै छ हामीलाई, हामीले के राख्छौँ भनेर। हाम्रो पहिलाको भिडियोहरू हेरेका छौँ भने र हाम्रो हुन्छ हर्के दाई होइन। अब किन भन्दा हर्के त भन्यो हामीले अब रेस्पेक्ट पनि गर्नुपर्ने हुन्छ। सो एड्रेस राखिदिन्छु म धरानै होइन। अब हुन त अब अरू ठाउँमा पनि पाइन्छ हर्के, तर पनि मैले धरानै राखिदिएँ। तर नो हिट त्यो हाम्रो हर्के दाई है। हाम्रो हर्के दाईले चाहिँ रेस्पेक्ट छ, जय माटो नै भनिदिन्छु म है। अब यस्तो चुनावको कुरा त गर्न नहुनु पर्ने, ठ्याक्कै अहिले चुनावको टाइम छ। अब यो भिडियो तपाईँहरूले कहिले हेर्नुहुन्छ होइन, त्यो कमेन्टमा गर्नु है कुन दिनमा गऱ्यो भनेर। अहिले चाहिँ हाम्रो फेब्रुअरी 23 भनौँ, यहाँनिर नेपालमा अब चुनाव आउनु लागेको छ। सो अब यसमा चाहिँ मैले के भेटेको थिएँ भन्दा अब म पहिला फर्स्टमा इन्टरसेप्सन अन गर्न चाहन्छु। काम गरौँ है, यो ब्राउजरलाई चाहिँ म विन्डो 3मा लगिदिन्छु सो द्याट अब विन्डो 2 र विन्डो 3 भए चाहिँ सजिलो हुन्छ मलाई। र यसमा चाहिँ के भएको थियो भन्दा मैले विन्डो 2मा आएर मेरो प्रक्सी अन छ। देन आफ्टर यसमा चाहिँ के थियो भन्दा जस्तै अब यो प्रोडक्टको बारेमा हेर्दाखेरि जस्तै प्रोडक्ट 16मा हाल्यो भने चाहिँ 16 नम्बरको प्रोडक्ट देखाएर हुन्थ्यो र यतापट्टि आफ्नो प्रक्सीमा आएर हेऱ्यो भने चाहिँ अब यहाँनिर डेट अनि प्रोडक्ट र प्रोडक्टको रिभ्यू चाहिँ आइरहेको थियो है। जस्तै यो एउटा छ प्रोडक्टवाला, अब यसलाई चाहिँ म फर्स्ट रिप्ले पठाउन चाहन्छु। सरी रिप्ले भन्न आइरहेको छ, रिपिटर भन्छु किन भन्दा काइडो चलाउने बानीमा रिप्ले भन्न आइरहेको छ। सो रिपिटरमा गयो। अब यसको हल्का साइजहरू जुम गर्न मिल्यो भए त हुन्थ्यो, तर अब जुम गर्नलाई अलिकति समस्या छ यहाँनिर, किन भन्दा अब हामीसँग टाइम त छैन। त्यही पनि म यता ट्राई गर्छु है, हल्का कतै छ कि यसको सेटिङ कहाँ छ नै थाहा छैन मलाई है। यसलाई के गरौँ, त्यो हेर्नु ट्राई गरौँ। अब यसलाई म सेन्ड गर्छु है। सेन्ड गर्दा चाहिँ अब यहाँनिर रिपिटर के अरे रिक्वेस्ट गरेपछि रेस्पोन्समा चाहिँ अब हाम्रो डाटाहरू आइरहेको थियो। सो यसमा चाहिँ के थियो भन्दाखेरि भल्नेबिलिटी चाहिँ अब हाम्रो एसक्यूएल इन्जेक्सन छ। सो म एसक्यूएल इन्जेक्सन ट्राई गर्न चाहन्छु। स्पेस एन्ड 1 = 1 अनि ड्यास 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 गरेँ र यसलाई चाहिँ अब हामीले के गर्नुपर्छ भन्दा युआरएल इन्कोड गरेर चाहिँ हाल्नुपर्ने हुन्छ। सो यसलाई गरौँ। यता छ कि छैन युआरएल इन्कोड, एज टाइप गरेँ युआरएल इन्कोड छैन त यार। कता छ यसमा, मैले अब चलान छैन। चेन्ज बडी इन्कोडिङ फ्रम युआरएल इन्कोडेड, वेयर इज द युआरएल इन्कोड, सेन्ड टु इन्कोडर, सेन्ड टु डिकोडर भन्ने छ। सेन्ड टु इन्कोडर छैन। अब मैले त खासै यो चलाउने बानी नै छैन क्या अब मलाई होइन। ओके कन्भर्ट सिलेक्सन युआरएल युआरएल इन्कोड अल क्यारेक्टर्स, युआरएल इन्कोड की क्यारेक्टर ओके अल क्यारेक्टर गरेँ। तर अल क्यारेक्टर गर्दाखेरि त अलिकति हुँदैन होला जस्तो लाग्छ मलाई, की क्यारेक्टर गर्नुपर्ने होला। ओके यो गर्दाखेरि पनि खासै केही प्रब्लम आइरहेको छैन, केही चेन्ज आइरहेको छैन। सो अब यो अल क्यारेक्टर त गर्न नहुने थियो खासमा होइन, त्यही पनि अब यसलाई कन्ट्रोल जेड गरौँ। अनि के गरौँ भन्दाखेरि अब यसलाई एकतालि म अब टाइम त हामीसँग छैन, त्यही पनि कन्भर्ट सेलेक्सनमा जाउँ र कन्स्ट्रक्ट स्ट्रिङ ओके युआरएलमा गएर कन्ट्रोल युआरएल इन्कोडेड अल क्यारेक्टर गरेँ। अल क्यारेक्टर छ, की क्यारेक्टर गर्दाखेरि चाहिँ हुन्छ होला आई थिङ्क। ओके की क्यारेक्टर गर्दाखेरि पनि मिल्दो रहेछ मिल्न चाहिँ। अब एन्ड गरेँ। रेस्पोन्समा चाहिँ किन आएन खै, रेस्पोन्सै आउनु छोड्यो त यसमा पनि।
के भयो कन्ट्रोल जेट हान्छ है। ओके रेस्पोन्स चाहिँ आएन, वाइ रेस्पोन्स नो रेस्पोन्स। सो यसमा अब रेस्पोन्स आएन, ठिक छ यसलाई यस्तो गरिदिउँ। अनि यसमा चाहिँ अब के अरे हाम्रो एसक्युएल इन्जेक्सन छ। सो अब म चाहिँ चेक गर्न चाहन्छु कतिवटा अर्डर छ भनेर। अर्डर बाई एउटा कुरा हामीले नोटिस के गर्न सक्छौँ भन्दा जस्तै के कन्ट्रोल जेट कन्ट्रोल यसमा किन यो भइरहेको छ? ए ओके यसले टाइप गर्ने बित्तिकै त्यो रहेछ अर्डर बाई अनि स्पेस र जस्तै अब यहाँनिर हामीले के हेर्थ्यो भन्दा अघिको रेस्पोन्समा चाहिँ के थियो भन्दा जस्तै यसलाई काटेर एकतालि हाम्रो प्रोडक्ट 16मा नै सेन्ड रिक्वेस्ट गरी हेरौँ। रेस्पोन्समा हेऱ्यो भने अब यहाँनिर गर्ने भने हाम्रो डाटा चाहिँ कतिवटा छ भने ठ्याक्कै 8वटा छ क्या। आइडी नेम गरेर 1 2 3 4 5 6 7 8 छ र जहाँसम्म लाग्छ यो जुन टेबल छ यो डाटा पठाउने टेबल त्यसमा पनि 8वटा नै कोलम छ होला। तर के हुन्छ भन्दाखेरि कतिपय टेबलहरूमा चाहिँ डाटा चाहिँ धेरै हुन्छ तर अब डिस्प्ले गर्दा त अब कतिपय सेन्सिटिभ डाटाहरू हुन्छ। सो त्यसको कारणले थोरै मात्र डाटाहरू पठाइरहेको हुन्छ नि त। सो त्यही भएर चाहिँ अब मैले चाहिँ यसमा चेक गर्न लागिरहेको छु कतिवटा कोलम छ भनेर। सो यसको लागि म युज गर्छु अर्डर बाई, तर अर्डर बाईमा अर्डर क्यापिटल लेखौँ है। अर्डर बाई कति भन्दाखेरि 8, अर्डर बाई 8 अनि ड्यास 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 के अरे ड्यास ड्यास स्पेस ड्यास गऱ्यो भने यो गर्दाखेरि के हुन्छ रिक्वेस्ट प्रोडक्ट नट फाउन्ड भने किन भन्दा यो चाहिँ हाम्रो युआरएल इन्कोडेडमा चाहिँ यो अलिकति समस्या भएको छ क्या यसमा यसलाई चाहिँ म यस्तो गरिदिन्छु अफ गरिदिन्छु र यसमा पनि अब त्यही प्रब्लम आयो क्या। फेरि जे प्रब्लम अघि आइरहेको थियो काइडोमा त्यस्तै प्रब्लम आइरहेको छ। अनि त्यसले गर्दा अब हल्का टाइम चाहिँ मलाई लाग्छ जस्तो छ। अर्डर अर्डर बाई 8 हानेर ड्यास 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 गरेँ र त्यसलाई चाहिँ अब मैले के गर्नुपर्छ भन्दाखेरि एसक्युएल के भन्छ त्यसलाई युआरएल इन्कोड एडिटिङ गर्नुपर्ने हुन्छ। डिकोड फ्रमको ठाउँमा यसलाई के गर्नुपर्छ युआरएल इन्कोडिङ गरौँ। खै भएन यसलाई अब यस्तो छ कि अब समस्या नै छ नि होइन। युआरएल इन्कोडिङ गरौँ अब खै यसलाई के भन्ने एप्लाई चेन्ज गर्ने छैन। मलाई यो चलाउन नआएर नै होला सायद टुल होइन। युआरएल इन्कोडेड एज यु टाइप छ यसलाई नगरौँ। कन्भर्ट सेलेक्सनमा युआरएल छ युआरएल इन्कोड के क्यारेक्टर्स गरिदिउँ न बरु है। त्यो गऱ्यो भने चाहिँ नै सरी यो यसले भएन। कन्ट्रोल जेड गरौँ अनि हाम्रो यहाँ हुन त यो कमा पनि गर्नुपर्छ। यसलाई चाहिँ युआरएल कन्भर्ट सेलेक्सनमा युआरएल युआरएल इन्कोड अल क्यारेक्टर गरिदिउँ होइन। बरु यो गऱ्यो भने सजिलो हुन्छ जस्तो छ। यसलाई म पठाइदिन्छु। यस्तो गर्दाखेरि अब 8वटा नै आइरहेको छ होइन। सो यसको मतलब 8वटा नै छ भन्ने छ। त्यही कुरा अब मैले कन्ट्रोल जेड गरेर यसको ठाउँमा अब मलाई यो बब राम्ररी चलाउनु नआएर नि हो है। मैले यो बारम्बार यो के भन्छ यसलाई कपी गरेर इन्कोड गरेर गरेर बस्नु परेको छ। सो अब यसलाई म कन्भर्ट सेलेक्सन युआरएल युआरएल इन्कोड की क्यारेक्टर्सको ठाउँमा युआरएल इन्कोड युनिकोड गऱ्यो भने चाहिँ ओके यो गऱ्यो भने चाहिँ बेस्ट हुने रहेछ बरु। सो यसलाई म पठाइदिन्छु। 9 गर्दाखेरि चाहिँ अब केही पनि रेस्पोन्स आएन। यसको मतलब चाहिँ केही समस्या भएर होला होइन। त्यसकै ठाउँमा म एकतालि 8 गरेर हेरौँ रिक्वेस्ट पठाउँ। 8 गर्दा नि आएन भने चाहिँ यसको मतलब यो युआरएल हामीले जुन बनाएको पेलोड छ त्यो पेलोडमै समस्या आयो र यो जुन हामीले गरेको युआरएल इन्कोडिङ छ त्यो चाहिँ हावा नै रहेछ है। सो हामीले फर्स्टमा गरेको युआरएल इन्कोडिङै गरौँ। अब मलाई अब युआरएल इन्कोडिङ कसरी गर्छ थाहा नभएर नि अब यो भिडियो लामो भन्छ कि अब यस्तै गर्दा गर्दा युआरएल इन्कोड की क्यारेक्टर्स अल क्यारेक्टर्स गरिदिउँ बरु अल क्यारेक्टर गरिदिउँ बरु ठिक छ। यस्तो गऱ्यो भने चाहिँ पठाइदिउँ बरु। अब 8मा के भन्छ हाम्रो 9 छ नि त होइन। के भयो कन्ट्रोल जेड गरेर हेरौँ एकतालि 9 गरेको थियो। 9 गर्दाखेरि प्रोडक्ट नट फाउन्ड भन्यो। 8 गर्दाखेरि प्रोडक्ट भइरहेको थियो। यसको मतलब यसमा 8वटै कोलम छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब हामी के गरौँ भन्दाखेरि अब अर्को इन्जेक्सन युनियन इन्जेक्सन अट्याक गरौँ। सो त्यसको लागि म लेख्छु युनियन सेलेक्ट सरी SELECT सेलेक्ट नल नल त अब हाम्रो 8वटा चाहिन्छ। एनिमल नल कतिवटा भयो 1 2 3 4 कमा 5 ओके सरी फुल स्टप ओके सरी कन्ट्रोल वाइ नै गरौँ 1 2 3 4 5
कमा 1 2 कतिवटा भयो 1 2 3 4 5 6 7 8 8वटा भएछ अनि यसलाई म पठाउन चाहन्छु फ्रम एसक्युएलाइट मास्टर्स ओके आई थिङ्क मास्टरै हो हाम्रो किन भन्दा मैले मास्टर किन युज गरेँ भन्दाखेरि हाम्रो चाहिँ यो हामीले एसक्युएल इन्जेक्सन के अरे एसक्युएल चाहिँ हाम्रो एसक्युएलाइट युज गरेर चाहिँ यसले सो त्यही भएर चाहिँ मैले एसक्युएलाइट युज गरेँ र अब यसलाई म नल युनियन अट्याक पठाइरहेको छु है सेन्ड गर्दाखेरि चाहिँ डाटा चाहिँ के हो भन्दाखेरि सबैमा नल 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 नै आयो यसको मतलब के छ एसक्युएल इन्जेक्सन छ भने त कन्फर्मै भइसकेको छ अब हामीले के गर्नु पऱ्यो यसलाई नै एक्सपोर्ट गरेर कुनै डाटा निकाल्नु पऱ्यो सो म के गर्न चाहन्छु भन्दा फर्स्टमा चाहिँ फर्स्ट अट्याक भने चाहिँ म के गर्न चाहन्छु भन्दा कुन कुन चाहिँ टेबल छ है टेबल नेमहरू चेक गर्न चाहन्छु सो यसको लागि म युज गर्छु ग्रुप कन्क्याट अनि ग्रुप कन्क्याटमा चाहिँ हाम्रो हुन्छ टेबल नेम आई थिङ्क यो पेलोड हो कि होइन म एकतालि कन्फर्म गर्नलाई यता हेर्छु वेयर इज त्यो कन्फर्म गर्नलाई सरी त्यो कन्फर्म गर्नलाई म पर्दैन है टेबल नेम अनि फ्रम ओके टेबल नेम अनि त्यसमा चाहिँ के छ फ्रम अनि फ्रममा चाहिँ अब एसक्युएलाइट मास्टरको ठाउँमा चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ ओके त्यही नै हो तर यसमा अब अर्को भने चाहिँ एसक्युएलाइट मास्टर वेयर टाइप इज इक्वल टु चाहिँ हाम्रो के छ भन्दाखेरि टेबल यो चाहिँ हामीले गर्नु पर्यो अनि अब हाम्रो भनेको काम भनेको के हो भन्दा यो होल युनियन अट्याक जुन हाम्रो एसक्युएल इन्जेक्सन अट्याक छ त्यसलाई हामीले के गर्नु पर्यो कन्भर्ट सेलेक्सन अनि युआरएल इन्कोडिङ गर्नुपर्ने छ युआरएल इन्कोड अल क्यारेक्टर यो गरेपछि युआरएल इन्कोड गरिदियो त्यसलाई म पठाइदिन्छु अट्याक गरेर सो यसरी गर्दाखेरि चाहिँ अब हामीले यहाँनिर रेस्पोन्समा पनि हेर्न सक्छौँ के देखिरहेछौँ भन्दा सब टेबल्सको नाम चाहिँ देखाइहाल्यो अब युजर्स भन्ने टेबल रहेछ एसक्युएलाइट सिक्वेन्स प्रोडक्ट्स अर्डर आइटम फेभरेट रिभ्युज कार्ट आइटम भन्ने चाहिँ अब सबै रिक्वेस्टहरू के अरे अर्डर के अरे सबै टेबलहरूको नाम चाहिँ थाहा भयो अब हामी के गरौँ भन्दा यसमा अलिकति हेर्दाखेरि इन्ट्रेस्टिङ मलाई के लाग्यो भन्दा जुन यो युजर्स भन्ने टेबल छ त्यो चाहिँ अलिकति इन्ट्रेस्टिङ हुन्छ किन भन्दा त्यसमा त युजरको इन्फर्मेसन हुन्छ नि त सो अब त्यही अट्याक चाहिँ अब अर्को गर्छ है त जस्तै यसलाई कन्ट्रोल जेड गरौँ अनि यसमा नै अब के गरौँ भन्दाखेरि यो टेबलको ठाउँमा यसलाई सरर काटिदिउँ अनि के लेखौँ भन्दा कन्क्याट ग्रुप कन्क्याट त ग्रुप कन्क्याटै गर्ने हो तर योपालि अब हामीलाई के गर्नु छ भन्दाखेरि त्यो ग्रुप युजर्स टेबल जुन छ त्यसभित्रको डाटा चाहिँ हामीले पढ्नुपर्ने हुन्छ सो त्यसको लागि चाहिँ म के गर्छु लेख्छु भन्दाखेरि यहाँनिर नेम नेम अनि यस्तो गरेँ र यो चाहिँ कहाँबाट पढ्ने भन्दा फ्रम पिआरएजिएमए प्रागमा टिएबिएलई टेबल र के छ हाम्रो इन्फो अनि त्यसमा चाहिँ हाम्रो टेबलको नाम लेख्नुपर्ने हुन्छ सो हाम्रो टेबलको नाम छ युजर्स यसलाई मैले क्लोज गरेँ त्यसलाई पनि मैले क्लोज गरिदिएँ होइन सो अनि अब यसलाई चाहिँ हाम्रो गरेँ है ओके हाम्रो पेलोड चाहिँ हाम्रो तयार भइसक्यो जस्तै पेलोड हेर्ने भयो नि राम्रो एकतालि हेरिदिउँ पेलोड चाहिँ के छ भन्दा सेलेक्ट नल 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 1 2 3 4 5 6 7 7वटा डाटा नल अनि 8th कोलममा चाहिँ हामीले के गरिदिउँ भन्दा ग्रुप कन्क्याट फ्रम ट्र्याकमा टेबल इन्फो युजर्स भने युजर्स भन्ने टेबलमा भएको जति सबै डाटा मतलब डाटा भन्दा नि जुन जुन कोलम छ त्यो चाहिँ यसले पठाइदिन्छ है सो यो रिक्वेस्टलाई चाहिँ हामी पठाउँछौँ त्यो पठाउनुभन्दा अगाडि हामीले के गर्नुपर्छ हाम्रो युआरएल इन्कोडिङ त गर्नै पर्छ सो हामी युआरएल इन्कोडिङतिर जाउँ है त यसलाई युआरएल इन्कोडिङको लागि कन्भर्ट सेलेक्सन युआरएल अल क्यारेक्टर गरौँ र सेन्ड गरिदिउँ सेन्ड गर्दाखेरि हाम्रो इन्फर्मेसन यतापट्टि आइसक्यो जस्तै रेस्पोन्समा हेरौँ क्रिएटेड एड भन्ने जुन लास्टको कोलम छ त्यसमा देखायो आइडी देखायो युजर नेम इमेल पासवर्ड फुल नेम एड्रेस फोन पोइन्ट्स रोल क्रिएटेड एड छ भने चाहिँ यसमा के छ भन्दाखेरि हामीले युजर्स भन्ने डाटा हेर्दाखेरि चाहिँ हाम्रो त्यो चाहिँ इन्फर्मेसनहरू चाहिँ सबै देखाइरहेको छ होइन अब हामी के गरौँ भन्दाखेरि युजर्स भन्ने डाटाबाट हामीलाई चाहिने अलिकति के हुन्छ सेन्सिटिभ इन्फर्मेसन कुन हुन्छ जसले गर्दा हामीले अलिकति योभन्दा बढी एक्सेस कुन लिन सक्छ त्यो चाहिँ हामी हेर्छौँ है त सो त्यसको लागि हामी के गर्छौँ पेलोड तयार गर्छौँ है त नयाँ पेलोड तयार गर्छौँ त्यसको लागि हामी के गरौँ कन्ट्रोल ब्याक गरौँ सो ओके सो अब हामी चाहिँ पेलोड तयार गर्छौँ त्यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि युजर्स इन्फो पढ्ने हो सो हामी सेम एट्याक गरौँ सो त्यसको लागि के गरौँ भन्दाखेरि लेट मी सर्च सो यसको लागि हामी के गरौँ भन्दाखेरि यसलाई म ब्याक गर्न चाहन्छु
अनि ग्रुप कन्क्याट छ। ग्रुप कन्क्याटमा चाहिँ अब म के गर्छु भन्दा नेम छ यहाँनिर अघि, नेमको ठाउँमा चाहिँ अब मलाई के चाहिएको छ भन्दा युजर नेम र पासवर्ड चाहिँ म निकाल्न चाहन्छु। सो लेख्छु युजर नेम, अनि यो युज गरेँ, त्यसपछि गरेँ, अनि ड्यास, यसलाई पनि बन्द गरेँ र अब म युज गर्न चाहन्छु। मलाई के चाहिएको छ, पासवर्ड चाहिएको छ है। त्यो पासवर्डै छ नि, पासवर्ड भन्ने छ कोलम छ, ठिक छ, पासवर्ड भन्ने कोलम छ, त्यसलाई गरेँ बन्द। अब म यो कहाँबाट चाहन्छु भन्दा फ्रम FROM फ्रम SQLite मास्टर्स है त होला, कि फ्रम के हो यसको कमान्ड। ओके, ग्रुप कन्क्याट युजर नेम पासवर्ड फ्रम SQLite मास्टर्स भन्दा पनि के थियो पेलोड, त्यताले होइन होइन, फ्रम टेबल हो नि त, फ्रम युजर्स गऱ्यो भने चाहिँ मैले त्यो पाउँछु होइन। मलाई चाहिँ अब के छ, युजर्स टेबलबाट डाटा निकाल्नु छ नि त, चोर्नु छ। त्यसको लागि अब मैले यसलाई के गर्छु भन्दाखेरि युआरएल इन्कोडिङ गरिदिन्छु है। सो लेट्स सी, हेरौँ यसलाई युआरएल इन्कोडिङ गर्दाखेरि युआरएल इन्कोड अल क्यारेक्टर्स, यसलाई सेन्ड गरिदिउँ। ओके, सेन्ड गर्दाखेरि चाहिँ अब हामीले रेस्पोन्समा के पायो भन्दा एडमिन छ, एडमिनको पासवर्ड चाहिँ के रहेछ भन्दा फ्ल्याग रहेछ। अनि यो कफी लभरको पासवर्ड यहाँनिर छ, बिन मास्टरको पनि पासवर्ड छ, अनि ब्रुस्टाको पनि पासवर्ड छ, र हामीले जुन बनाएको थियो युजर नेम हर्के त्यसको पनि पासवर्ड छ 1 2 3 4 6। सो यसरी चाहिँ के गर्न सक्यो भन्दाखेरि हामीले चाहिँ युजर फ्ल्याग चाहिँ पढ्न सकिरहेछौँ है, मतलब इन्फर्मेसन चाहिँ हामीले गर्न सक्यौँ। सो यसमा एसक्युएल इन्जेक्सन एट्याक थियो, त्यसले गर्दा हामीले एडमिनको डाटा पनि लियो। सो अब यो हाम्रो फ्ल्याग हो, अन्तिम फ्ल्याग भने यति चाहिँ, यो स्ट्रिङ चाहिँ हाम्रो फ्ल्याग भन्छ। यसलाई म कपी गरेँ, यतापट्टि विन्डो 1मा आएर आफ्नो फ्ल्याग सबमिट गरिदिन्छु, सी पेस्ट गरिदिएँ, र हाम्रो के भयो, सबमिट गर्दाखेरि यो करेक्ट फ्ल्याग आयो। यो मैले अब अगाडि नै सल्भ गरे भएर यस्तो आएको हो। सो अब यसमा के भइरहेछ भन्दाखेरि एसक्युएल इन्जेक्सन त्यो हामीले पेलोड बनायौँ, त्यसलाई युआरएल इन्कोडिङ गऱ्यौँ, त्यसलाई पठायौँ होइन। अब हामीले जे डाटा चाहिँ हामी हेर्न पाइरहेछौँ। सो यसरी नै चाहिँ अब हाम्रो एसक्युएल इन्जेक्सन अट्याक थियो। सो यसको यो च्यालेन्जको इन्डिङ चाहिँ यही हो। र अब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। र हजुरहरू चाहिँ बिगिनर हुनुहुन्छ साइबर सिक्युरिटीमा, सिक्न इन्ट्रेस्टेड छ भने चाहिँ हाम्रो एनसिए नेपाल भन्ने साइबर सिक्युरिटी कम्युनिटी छ, र त्यहाँको मेन्टरहरूले होइन, लाइक हुन्छ नि एक्सपिरियन्स ह्याकरहरूले चाहिँ अब साइबर सिक्युरिटीको कोर्सहरू पढाइरहेछ अहिले। हजुरहरूले जोइन गर्न सक्नुहुन्छ। त्यसको लागि डिस्कर्डको लिङ्क म तल राखिदिन्छु, त्यहाँबाट पनि कनेक्ट गर्दा भयो। र यदि मसँग कुरा गर्नु छ भने म पनि त्यही एनसिए नेपालकै डिस्कर्डमा चाहिँ मोस्टली एक्टिभ हुन्छु। मेरो युजर नेम चाहिँ साइबर सेना छ। सो मसँग कनेक्ट गर्नुहुन्छ सक्नुहुन्छ। र जस्तै अब यहाँनिर मैले अघि युज गरेको इन्जेक्सन के अरे पेलोड अट्याकहरू थियो नि त। अब तपाईँहरूलाई अब पेलोड अट्याकहरू बनाउनु आउँदैन भने चाहिँ एउटा राम्रो खालको रेपो छ, त्यो रेपो चाहिँ म मेन्सन गरिदिन्छु यहाँनिर। त्यसको नाम चाहिँ पेलोड अल थिङ भन्ने छ एउटा है, पेलोड अल थिङ भन्ने। अनि यो चाहिँ स्विस्की रेपो भन्ने युजर छ, त्यसबाट त्यसमा त्यसले बनाइदिएको हो। र पेलोड अल द थिङ्स भन्नेमा चाहिँ डिफ्रेन्ट अट्याकको लागि डिफ्रेन्ट पेलोड्सहरू चाहिँ छ। सो त्यहाँबाट पनि हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ। यति भन्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।